नेपाल प्रिमियर लिगको दोस्रो सिजन चालु हुन गइरहेको छन् र पहिलो म्याच जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खासँग रहेको छन्। एकदमै अत्यन्त र महत्त्वपूर्ण जरुरी रहेको छन्। जबकि पहिलो ओपनिङ म्याच पहिलो सिजनमा नै जनकपुर बोल्ट्सले च्याम्पियन बनेको छन्, तर यसपालि च्याम्पियन नबन्न सक्छन् किनभने उनको मेन खेलाडी जेमिनेसन भएको छैनन् यसपालि उपलब्ध। तर पनि उनीहरूको टिम र एकदमै राम्रो खेलाडीहरू मेन्टेन गरेको छन् जनकपुर बोल्ट्सले। जबकि पहिलो वर्षको च्याम्पियन हुन् र दोस्रो वर्ष पनि पहिलो म्याच खेलिरहेको छन् जनकपुर बोल्ट्स। एकदमै इन्ट्रेस्टिङ म्याच हुनेछन्। 17 नोभेम्बरको पहिलो म्याच जुन कि एकदमै जरुरी हुनेछन् जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खास विरुद्ध। काठमाडौँ गोर्खासको पनि एकदमै राम्रो र महत्त्वपूर्ण खेलाडीहरू लिएर आएको छन्। यो म्याच साँझीको 4 बजेतिर हुन्छन् चालु, तर फर्स्ट म्याच भएकोले त्यसमा अलि ढिलो पनि हुन सक्छन् जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खास बीच। काठमाडौँ गोर्खासले एकदमै राम्रो र बेहतरिन खेलाडीको साथ उत्रिएको छन्, तर यसको क्याप्टेन करण केसरी हुनुहुन्छ। साथै आफ्नो पहिलो वर्ष डेब्यू गरेको आदिल आलमलाई पनि यो म्याचमा र यो पुरै सिरिजमा राम्रो खेल्नुपर्छन्। जबकि सुपर 6मा राम्रो खेलेको, तर आसामसँग भएको म्याचमा पनि राम्रो कमब्याक हेराएको छन् आदिल आलमले। तर अब फर्स्ट सिजन हो आदिल आलमको, उनले के प्रभाव दिन्छन् यो टिमलाई। जबकि उनी एउटा मात्र खेलाडीले नै यो टिमलाई जिताउन सक्ने सामर्थ्य भएको खेलाडी हो आदम अन्सारी, जुन कि काठमाडौँ गोर्खासमा यसपालि पर्नु भएको छन्। यसपालि चाहिँ काठमाडौँ गोर्खासले पनि बाजी मार्न सक्छन्, जबकि राम्रो टिमको साथ उत्रेको छन् यो श्रृङ्खलामा। आजको लागि यति नै। जय नेपाल।